एक्जाम नजिकिएसँगै टेन्सन प्रेसर सब बढिरह होला, मुटुको धड्कन तेज भइरह होला। तर यो सबै डरको समाधान नभएको चाहिँ होइन। अभियसली तपाईँले एक्जाममा कति मार्क ल्याउनुहुन्छ भन्ने कुरा तपाईँको मेहनतमै भर पर्छ। तर त्यो सँगसँगै एउटा स्मार्ट टेक्निक्स पढ्ने सर्टकट जान्नुभयो भने तपाईँको मेहनत अलमोस्ट हाफ हुन जान्छ। एनिमी सर्भाइभल सिरिजको बारेमा तपाईँ कतिको अवगत हुनुहुन्छ? यदि हुनुहुन्न भने तपाईँ आजै जानकारी लिइरहनुहोस् र ढिला चाहिँ नगर्नुहोस्, किनभने हामी चौथो संस्करणमा पुगिसकेका छौँ। वेलकम टु दिस फोर्थ एन्ड स्पेसल एपिसोड अफ एनिमी सर्भाइभल सिरिज, जहाँ हामी सधैँ चाहिँ स्मार्ट वेमा पढेर कमसे कम मेहनतमा म्याक्सिमम भन्दा म्याक्सिमम मार्क कसरी ल्याउने भन्ने कुरा जान्नेवाला छौँ। सो थम्बनेलबाट तपाईँले बुझिसक्नु होला, आज हामी बिजनेस स्टडिजको गर्नेवाला छौँ। सो बिजनेस स्टडिजको स्मार्ट वे अफ स्टडिङ कस्तो हुनेवाला छ, कुन प्रकारले हामीले इक्जामलाई सर्भाइभ गर्नेछौँ भन्ने कुरा यो भिडियोमा अगाडि बढेसँगै जान्छौँ। त्यसैले ढिला किन गर्ने, लेट्स गो टु आवर ल्यापटप स्क्रिन। सो जे तपाईँले देखिरहनु भएको छ हाम्रो ल्यापटप स्क्रिनमा एनइबी बिजनेस स्टडिज सर्भाइभल ब्रेकडाउन। यो ब्रेकडाउन कसरी हुन्छ त हेर्दै जाउँ। हामी बिजनेस स्टडिजको मोस्ट इम्पोर्टेन्ट डेफिनेसन सेक्सनलाई अगाडि ल्याएका छौँ। हामीले किन ल्याएका छौँ भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्छ, किनभने हाम्रो एनइबीको प्याटर्न अनुसार इक्जामको सेक्सन 1मा हामीलाई डेफिनेसन्सहरू आउँछ अथवा भेरी सर्ट क्वेसन भन्दछ त्यसलाई। त्यही भएको कारणले गर्दाखेरि पनि हामीले डेफिनेसनलाई सुरुमा ब्रेकडाउन गर्नुपर्ने हुनुहुन्छ। र हामीले ल्याएको डेफिनेसनको यहाँ तपाईँले देख्न सक्नुहुन्छ टार्गेटेड स्कोर 5 देखि 11 मार्क राखेका छौँ। यानि कि यहीँ दिएको डेफिनेसनबाट तपाईँले इजिली पढेर 5 देखि 11 मार्क्स चाहिँ इक्जाममा सुनिश्चित गर्न सक्नुहुनेछ। प्रोबाबिलिटी अलमोस्ट 100% भन्नुको मतलब अलरेडी रिपिटेड प्याटर्न अनि सोधिरहेको क्वेसनहरूलाई अनि आउन सक्ने प्रोबाबिलिटी हाई भएको क्वेसनहरूलाई हामीले छनौट गरेर यहाँनिर एकदमै स्ट्रक्चर अनि अर्गनाइज गरेर तपाईँहरूको अगाडि लिएर आएका छौँ। त्यसैले प्रोबाबिलिटी हामीले अलमोस्ट 100% दिएका छौँ। डिफिकल्टी भेरी इजी, किनभने 1 मार्क क्वेसन डेफिनेसन अभियसली तपाईँले आफै थाहा पाउन सक्नुहुन्छ। पास्ट ट्रेन्ड हेर्नु पर्दाखेरि सबै क्वेसनमा अलमोस्ट आइरहेको छ, त्यही भएर पनि 100% भनेको हामीले प्रोबाबिलिटी। अब यसको स्ट्राटेजी कसरी गर्ने भन्दाखेरि मेमोराइज कीवर्ड्स। कीवर्ड भनेको यस्तो स्पेसल टर्मकै जस्तै म्यानेजमेन्टको सिम्पल डेफिनेसन भयो, एसेन्सियल्स अफ म्यानेजमेन्ट। सिम्पल कीवर्ड्सहरूकै आधारमा कन्सेप्ट लिएर तपाईँले अगाडि बढ्न सक्नुहुन्छ, जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। सिम्पल छ, धेरै कुरा मैले भनिरहनु पर्दैन, तपाईँ आफै हेर्नु होला डेफिनेसन्सहरू होइन। म अहिलेलाई स्क्रोल गरिदिन्छु, तपाईँ चाहनुहुन्छ भने स्क्रिनसट लिनु होला अथवा हामीसँग नोट डिएम गरेर माग्नु होला, हामी अवश्य पनि तपाईँलाई यो नोट्सहरू दिनेछौँ। त्यसपछि अर्को तरिकाको कस्तो क्वेसन आउन सक्छ भने तपाईँलाई कम्पेरिजन र डिफरेन्स बिट्विन सोध्न सक्छ। यो भनेको तपाईँलाई कन्सेप्ट बुझाउन सक्ने कुराहरू हो। त्यसैले कम्पेरिजन र डिफरेन्स बिट्विनको बारेमा तपाईँले पढ्नु, जान्नु, बुझ्नु आवश्यक विषय हो। यसले तपाईँको कन्फ्युजन पनि क्लियर गर्ने गर्दछ र त्यसैले टर्न कन्फ्युजन इन्टु मार्क्स भनेर भनेको छौँ हामीले होइन। रिसर्च इन्फोको कुरा गर्नुपर्दाखेरि 10 देखि 15 मार्क तपाईँले यो बुझ्नुभयो भने सजिलै ल्याउन सक्नुहुन्छ। प्रोबाबिलिटी 90% जुन डिफरेन्स तपाईँले यहाँबाट पढेर जानुहुन्छ त्यो 90% सोधिने सम्भावना हुन्छ। डिफिकल्टी पनि खासै हुँदैन है। ट्रेन्ड हेर्दाखेरि रिपिटेड फ्रम सेम कोर टपिक्स भनेको छ। कोर टपिक के हो भन्ने कुरा अहिले म भनिहाल्छु तपाईँलाई। स्ट्राटेजी हेर्नुहोस्, युज टेबल फर्मेट भनेको छ। टेबल फर्मेट तपाईँले इक्जाममा एन्सर दिँदाखेरि अभियसली गर्नुहुन्छ, हुन्न तपाईँ टेबल बनाएर गर्नु होला। यसले मोर क्लियर स्ट्रक्चर देखिन्छ र तपाईँको मार्क्स पनि इक्जामिनरलाई दिनको लागि सजिलो हुन्छ है। युनिट वाइज डिफरेन्स बिट्विन हामीले दिएका छौँ तपाईँलाई। युनिट 1 जस्तै युनिट 1 नेचर अफ म्यानेजमेन्ट भयो, युनिट 2 प्रिन्सिपल अफ म्यानेजमेन्ट हेर्दै जानु होला। यो कुराहरू स्टडी गर्नु होला। युनिट 4 अर्गनाइजिङ भेरी इम्पोर्टेन्ट भनेका छौँ हामीले। यही हो कोर टपिक्स भन्न खोजेको हामीले। यहाँबाट चाहिँ एकदमै वाइजली प्रिपेयर भएर जानु होला। यदि तपाईँले हरेक च्याप्टरबाट 5-6वटा डिफरेन्स बिट्विन पढेर जान तपाईँलाई अप्ठ्यारो लाग्छ भने 1, 2, 3, 4, 5 भनेर जुन हामीले लेखेका छौँ यो केवल क्रम होइन, प्रोबाबिलिटी पनि हो भनेर हामीले सधैँ भन्ने गर्छौँ। त्यसैले 1 नम्बरमा भएको क्वेसन्सलाई चाहिँ म्याक्सिमम प्रोबाबिलिटी आफैले पनि मनन गरेर त्यही हिसाबले पढेर जानु होला। त्यसपछि जहाँनिर भेरी इम्पोर्टेन्ट लेखिएको छ जस्तै युनिट 7 मोटिभेसनमा भेरी इम्पोर्टेन्ट लेखियो होइन, यो कुराहरू एकदमै विचार गरेर पढेर जानु होला। आफै हेर्न सक्नुहुन्छ। म यहाँ केवल स्क्रोल गरिदिन्छु किनभने भिडियोलाई लामो बनाएर कुनै अर्थ छैन। नेक्स्ट हाम्रो छ एक्सप्लेन एन्ड जस्टिफाई क्वेसन्स। भन्नुको मतलब तपाईँलाई कसरी सोधिन्छ भन्दाखेरि यहाँनिर हामीले भनेकै छौँ वाइ, एक्सप्लेन, जस्टिफाई, कमेन्ट भन्ने तरिकाले क्वेसनले सोध्छ तपाईँलाई। टार्गेटेड 15 देखि 20 मार्कको कन्सेप्ट तपाईँले यहाँबाट बुझ्नुहुन्छ। प्रोबाबिलिटी हाई 80 देखि 85% हामीले भनेको कुरा नै वाइ एक्सप्लेनमा सोधिन्छ। वाइ म्यानेजमेन्ट इज रिफर टु एज एन आर्ट भन्ने कुरा एक्सप्लेन गर्न लागेको छ। हेर्दै जानु होला, यस्तै कुराहरू छ, क्वेसन्सहरू छ। तपाईँलाई बिस्तारै स्क्रोल गरिदिन्छु। स्क्रिनसट लिन चाहनुहुन्छ भने नत्र नोट्सको लागि मैले अघि पनि भनिसकेँ, सिधै डिएम गर्नु होला। हामी तपाईँलाई तपाईँको डिएममै कुनै पनि प्रोसेस, कुनै पनि झमेला बिना तपाईँको लागि डिएममा नोट्स प्रोभाइड गरिदिनेछौँ। त्यसपछि अर्को हाम्रो फिक्स ग्यारेन्टी कुरा के आउँछ भने बिजनेस रिलेटेड। यो कुरा तपाईँलाई थाहा नै होला।
बिजनेस लेटर तपाईँको 5 मार्क नत्र 8 मार्कमा आउन सक्छ। टार्गेट यसको हाम्रो त्यही 8 मार्क्स नै हो र यो अलमोस्ट फिक्स टपिक्स भएको हुनाले प्रोबाबिलिटी 100% नै दिएका छौँ। अनि ट्रेन्ड चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो एप्लिकेसन इन्क्वायरी अर्डर कम्प्लेन्ट यदि 4 टाइप्सको लेटरहरूमा चाहिँ रिपिट भइरहेको छ क्या फ्रिक्वेन्टली। अनि यही कुराहरूलाई यही 4वटालाई चाहिँ मध्यनजर गरेर तपाईँले प्रिपेयर गरेर जानु होला। स्ट्राटेजी कस्तो बनाएको छ भने मेमोराइज 1 फर्मेट र त्यो फर्मेटलाई 2-3 चोटि प्रिपेयर गरेर जानु होइन। एप्लिकेसन इन्क्वायरी अर्डर र कम्प्लेन जुन भने मैले त्यो सबैको फर्मेट चाहिँ एकचोटि पढेर जानु होला, किनभने यो फिक्स क्वेसन हो र तपाईँले यसमा मार्क चुकाउनु चाहिँ हुँदैन। टप प्रेडिक्टेड प्र्याक्टिस सेट पनि दिएका छौँ, हेर्न सक्नुहुन्छ, प्र्याक्टिस गर्न सक्नुहुन्छ। हाई ऱ्याङ्क अनुसार नै अर्डरमा राखिएको छ, यो कुरालाई ध्यानमा राखेर प्र्याक्टिस गर्नु होला प्र्याक्टिस गर्ने बेला। नेक्स्ट सेक्सन छ हाम्रो लङ एनालिटिकल क्वेसन। लङ एनालिटिकल क्वेसन भनेको तपाईँको ग्रुप सीमा आउँछ, हो त्यही हो। 1 आन्सर हियर क्यान डिसाइड यो ग्रेड भनेको बुझ्नु होला। जेनरल रिसर्च इन्फोले हामीलाई के भन्छ भने 8 देखि 24 मार्क एउटा क्वेसन आएछ भने 8 मार्क र 3टै क्वेसन हाम्रो लङ यहाँबाट परेछ भने 24 मार्क हामीले टार्गेट गरेका छौँ। प्रोबाबिलिटी 75% दिएका छौँ। र ट्रेन्ड चाहिँ कस्तो छ भन्दाखेरि फिक्स टपिकहरू रिपिट भइरहेको छ। डेडिकेसन, मास ल, कम्युनिकेसन, यस्तो चाहिँ इम्पोर्टेन्ट कोर टपिक्सहरूबाट क्वेसन रिपिट भइरहेको छ। त्यो क्वेसन हामीले तपाईँलाई तल दिएका छौँ, त्यो क्वेसन हेरेर प्र्याक्टिस गरेर जानु होला। स्ट्राटेजी कस्तो लाउने भन्दाखेरि चाहिँ इन्ट्रो लेखिदिने, हल्का पोइन्ट्सहरू छ भने पोइन्ट्सहरू लेखिदिने र कन्क्लुजन लेखिदिने। यो तरिकाले गर्नु भने तपाईँको 8मा नभए नि 6-7 मार्क आउन सक्ने सम्भावना हाई हुन्छ है। या क्वेसन सेटहरू छ हेर्नु होला, प्र्याक्टिस गरेर जानु होला। एक्चुअल प्रेडिक्टेड क्वेसन भन्ने फाइनल सेट छ हाम्रो, तपाईँले अनिवार्य भन्छु म, अनिवार्य प्र्याक्टिस गरेर जानु होला। किनभने यो हाई प्रोबाबिलिटी भएको क्वेसनहरू हो। यो क्वेसनहरू चाहिँ तपाईँले पढेर जानुभयो भने तपाईँलाई इक्जाममा धेरैभन्दा धेरै हेल्प हुन्छ। यति हो बिजनेस स्टडिजमा तपाईँले प्रिपेयर गर्नको लागि स्मार्ट वे चाहिँ यति हो। तपाईँले धेरै कुरा केही खर्च गर्नु पर्दैन, धेरै समय पनि खर्च गर्नु पर्दैन। एकदमै फ्याक्ट स्पेसिफिक र रिसर्च कुराहरूलाई मध्यनजर गरेर ध्यानमा राखेर तपाईँले म्याक्सिमम मार्क मिनिमम इफोर्टमा गर्न सक्नुहुन्छ। यस्तै तरिकाले हामीले तपाईँलाई एभ्री डे युनिक अनि स्मार्ट वेमा प्रिपेयर गराउँदैछौँ। हामीलाई अहिलेसम्म फलो गर्नुभएको छैन भने कृपया फलो गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, किनभने यस्तै भिडियो बनाउनको लागि हामीलाई अझ बढी इन्सपिरेसन हुन्छ यहाँहरूको साथ र सहयोगले। त्यति भन्दै आजको भिडियोलाई चाहिँ टुङ्ग्याउनु पर्ने अवस्था आएको छ। आजको भिडियो लामो पनि बन्दैन, तर छोटो समयमा चाहिने जति सबै कुरा तपाईँलाई मैले ज्ञात गराइदिइसकेको छु। यो कुराहरूलाई मनन गरेर एकदमै ध्यानपूर्वक होसियारीका साथ प्रिपेयर गर्नुहोस्। भ्याउनुहुन्छ भने दिएका सबै कुराहरूलाई प्र्याक्टिस गर्नुहोस्। भ्याउनुहुन्न भने 1 नम्बर 2 नम्बर 3 नम्बरदेखिको प्रोबाबिलिटी अर्डर छ, हामीले त्यही हिसाबमा बुझेर प्रिपेयर गर्नुहोस्। तपाईँको इक्जाम अवश्य फ्रुटफुल हुन्छ। हस्त भेटौँला अर्को भिडियोमा एउटा नयाँ सब्जेक्टको एनालाइज गर्दै नयाँ अनि युनिक अनि स्मार्ट वेले स्टडी गरेर। तबसम्मको लागि भने बिदा दिनुहोस्। धन्यवाद।